घरबारी सयपत्री छ बारी बारी तोरी आजदेखि छोडे मैले बाबुआमाको घर पनि बरे आजदेखि म त गए माइती जिउलाई छाडी घरबारी सयपत्री छ बारी बारी तोरी घरबारी सयपत्री छ बारी बारी तोरी बसला है माइती राजै तपाईहरुलाई गए अब छडी बरे कटैबरी लहला दार्जिलिङ सहारा डाँडै पारी जाउँला रुन्चे काजा खाउँला डाँडै पारी जाउँला रुन्चे काजा खाउँला नरै बस माइती राजै तिनै दिनमा आउला नि परे नरै बस माइती राजै तिनै दिनमा आउला जस्तो छाला गाना उसैको गहना सिन्दुर पर्यो माथाइमा नि परे नेपाल जाने बाटो खोदलीले खन्छन् नेपाल जाने बाटो खोदलीले खन्छन् जान्ला जान्न मेरी आमै बाबै दही बर्के छेक्छन् नि बरे गोरी बाटी चुलेसित मुठी बारी तिम्रो केस गोरी बाटी चुलेसित मुठी बारी तिम्रो केस गाई पाले गाउँदैन छोरी पाले कुटु मलाई नि परे नि परे। हेलो गुड मर्निङ एभ्रिवान। र अहिले चाहिँ हामी गिङ जाँदैछौँ शुभ विवाहमा मेरो साथीको अन द वे वी लभ लेबोङमा आइपुग्यौँ अहिले चाहिँ हामी र हामी जानेछौँ है छोरा छोरा त्यस्तो कतिमा जाँदैछौँ अहिले चाहिँ र अहिले चाहिँ हामी लेबोङबाट चाहिँ छोराहरू झरेर वी लभ लेबोङदेखिको चाहिँ हामी क्रस गऱ्यौँ र वेदर चाहिँ यस्तो भएछ पारी पारी अन द वे छौँ हामी चाहिँ गिङको बाटो जाँदैछौँ लेबोङ ओह्रालो मौसम यस्तो भइरहेको छ चाहिँ हामी छोटा गिङ आइपुग्यौँ छोटा गिङ छोटा गिङको बाटो भएर जाँदैछौँ घाम मजाले लागिरहेको छ है बाइक हेर्दा त एकदम शीतल लाग्छ मलाई चाहिँ है र मजा पनि लाग्छ बाइक हेर्नु चाहिँ मलाई लङ टुर गर्नु है त्यही कारणले गर्दा म बाइक चाहिँ जाँदैछौँ बाटो चाहिँ रफ रहेछ नि यस्तो मतलब चिप्लिन्छ नि है भाइ यस्तोमा चिप्लिन्छ नि है यस्तो गेटीमा चिप्लिँदैन चिप्लिन्छ नि यहाँको पनि ऐना फोटाएर चाहिँ सेम सोमको जस्तो भएछ यहाँको पनि बदमासले यस्तोहरू चाहिँ कुन बदमास गर्छ हेर है साइन सिम्बलहरू पनि सबै निकालेर बाटो चाहिँ बाटो रहेछ नि त हौ धेरै पुरानो सालको बाटो हामी बिहा घरमा जाँदैछौँ है र यसरी सानो बाटो हिँडेर जानु पर्दो रहेछ रोडदेखि रोडदेखि अलिकति तल 100 डेजको बाटो गाउँको बाटो यहाँ चाहिँ यस्तो भइरहेको छ सरी सरी हिँडेर बिहा घर चाहिँ आइपुग्यौँ हामी तर रस्ता चाहिँ यस्तो रहेछ नि त आमा लड्दै पर्दै भए पनि आइपुग्यौँ आई चाहिँ पुगेँ हत्तु भए पसिना
रुक्कै पनि तर आउनु चाहिँ बाटो चाहिँ यस्तो रहेछ बाटो चाहिँ अम्बो पसिना हाल्दा मलाई त ओके फाइनली आइपुग्यौँ बाहिर रहेछ त है एकदम से फिसल जाना मेरी बाहों में तेरा गिरना धीरे से शर्माना चाहा तुझे सागर जहाँ से भी आमा तू ही मेरा प्यार है तू ही मेरा चला जाता हूँ किसी की सुषमा सुषमा चला जाता बहिनी सीमा ठिकै छौ अहिले स्टेजमा लाग्दा नि हुन्छ नि ल आज चाहिँ मेरो साथीको बिहा भइरहेको छ है गेङमा है यहाँ चाहिँ हाम्रो ठुलो भेनाइ है भन्नु न
पनि आउन माया नमारे म पनि अङ्कल पोखरा मोही आफ्नो पोखरा ए अङ्कल पोखरा मोही आफ्नो पोखरा कन्यादान हुन लागेको रहेछ है र यस्तो जस्तो चाहिँ मैले देखेको थिइनँ। यो चाहिँ कन्यादानको लागि रेडी भइरहेको छ। यो चाहिँ माइती पक्षबाट यहाँ काका हुनुहुन्छ, यो सागर भाइ, आमा अनि दिदी, मेरो साथी आउँदैछ। दिदी बहिनीको आजसँगै हो साइज खोलेको। आमाले यहाँ चाहिँ कन्यादान हुँदैछ हाम्रो साथीहरूको, मेरो साथी र बहिनीको। लाग्छ भाइ यता हो, तिमी अगाडि हो, अलिकति आउनुहोस् भाइ। 120बाट तल दिनु ल। को हुनुहुन्छ सबै आइहाल्नुहोस् है माथि। यहाँ चाहिँ है बडा आउनुहोस् न, बडा आउनुहोस् न। यो अलिकति पानी पक्रिनु मात्र, पक्रिनुहोस्, पानी हाल्नुहोस्। हरि ओम तत्सत्, ओम तत्सत्, ओम तत्सत्। विष्णु विष्णु भगत महापुरुष विष्णु राज्य से पर्वत मानस सकल संस्कारिणी ब्रह्मा हाद्यतम पधाते श्री समेतम वरण कपिल सात संवात्सरे अष्टम तिधामे कलियुग कलिपट्टम शरणे जगति वामन देश बुद्धावतार्याम तन्न पतनामाम देवी देवता शरणे भारत वर्ष भात खंडे मुक्नगरे अमिदार्जलिंगमा वसुमनेर भन्नसने अमुक ग्रामस्थाने हाम्रो घर गृहस्थी संजडार मांगल बाबा ग्रामस्थाने मा समनेर मनमा सम्झिदिने अमुक नाम संवात्सरे 2082 साल अमुक मासे असोज मासे अमुक पक्ष शुक्ल पक्ष अमुक बासरे आज शनिबार बासरे अमुक तिथि आज पंचमी तिथि अमुक गते आज 25 गते अमुक गोत्रबाट आफ्नो गोत्र सम्झिने सबैजनाले मुख सर्वनाम आफ्नो नाम सम्झेर अमुक कर्म नाम के कर्म गरेको आज दुईजना छोरीहरूलाई मैले कन्यादान दिँदैछु, विवाह कर्म कन्यादान कर्म गरिरहेको छु भनेर मनमा सम्झने सब परिवार नाम सय संकल्प गरिसे भनेर यहाँ छर्दिने। यता भेट्नेले यता दिने, उता भेट्ने कोही दिन पारेर आज मेरो दुईटा छोरीहरूलाई दुई हातले उठाऊ, उठाऊ न। ल भेनाको हात माथिबाट
माथिबाट राख्ने नि होइन 2 हात यसो गर्ने नि ल टिका लगाइदिने तपाईँले मुनिबाट हाल्ने ल टिका लगाइदिने ल फेरि उठाउने एकडङ लगाउन यता ल फेरि उठाएर फेरि एकडङ टिका लगाइदिने मजाले ल फेरि लगाइदिने ल फेरि ल ल ल अब दिदीलाई टिका लगाइदिने ल अब फेरि यता आउने आज रे भेना भनेको नि ल चलो ल टिका लगाइदिने ल लगाइदिने ल फेरि उठाउने फेरि घरबारी सयपत्रीचा बारी तोरी घरबारी सयपत्रीचा बारी तोरी आजदेखि छोडे मैले बाबुआमाको घर पनि बरे बारी तोरी घरबारी सयपत्रीचा बारी तोरी आज छोडे छोडी आजदेखि म त गए आमा बाउलाई छोडी लेबुङको दिन है र लेबुङको दिन फगी लागिरहेको थियो जाडो पनि भइरहेको थियो है सन्ध्याकालीन समयमा जाडो भएर थियो बिहान त यति राम्रो काम भएको थियो हामी कुर्तामा मात्रै थिएँ है र म चाहिँ कुर्तामा मात्रै थिएँ र मेरो छोरा चाहिँ सर्टमा मात्रै थियो तर पनि अब आफ्नो घरबाट आउनै पऱ्यो जाडो भए पनि जे भए पनि है र बिहामा एकदमै इन्जोय गऱ्यौँ मजा आयो साथीसँग भेट भयो आफन्तहरूसँग भेट भयो है र अब चाहिँ हामीले घर फर्किनेछौँ चिसो लागिरहेको छ है नानीलाई झन् चिसो लाग्छ होला त्यसको अगाडि मलाई छेडिहाल्छ हो Okay, thanks for watching everyone. Bye bye.